अंकल एक पैकेट सिगरेट दिनुस् न बाबाले भन्नुभएको के रे सिगरेट लाने रे यत्रो सानो केटाकेटी भएर सिगरेट माग्नु लाज लाग्दैन अनि कस्तो खालको बाउ आमा रहेछ यस्तो सानो केटाकेटीलाई सिगरेट दिनु पठाएछ जा 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 भाग भाग गइहाल गए जा जा अंकलले त माग्ने रहेछ त चाहिँ बाउ आमा हुन्छ हौ यत्रो सानो बालखा नानीलाई सिगरेट दिनु पठाएछ के हो साथी गनगनिँदैछ त पुरै अब सानो बालखा 8-10 वर्षको नानीलाई चाहिँ सिगरेट लिनु पठाउँछ कस्तो खालको चाहिँ बाउ आमा छ हौ अहिले समाजमा त्यही त हो साथी म पनि कति जग्गा देख्छु के यत्रो सानसानो नानीहरू सिगरेटहरू ल्याउन आउँछ दोकानमा होइन त्यही त अब हेर त्यो बाउ आमाले खायो लु ठिकै छ एउटा नसा हो छोड्नु सकेन खाओस् न होइन त्यही त तर त्यो केटाकेटीलाई ल्याउनु चाहिँ किन पठाउनु आजको दिन ल्याउनु पठाउँछ भोलिको दिन ल्याउनु पठाउँछ पर्सिको दिन त्यो नानीले चाख्छ नि त होइन हो त हो के रहेछ बाउले खाँदैछ यति मिठो चिज पो होला भनेर भोलिको दिन चाख्ला हो अनि नि त्यो चाखेपछि त आदत हुन्छ त्यही कारण त मान्छे अरे केटाकेटीहरू बिग्रेर सानै उमेरमा होइन त्यो एक प्रकारको त्यो बाउ आमाको पनि गल्ती छ क्या यसमा चाहिँ नि सानो गल्ती हो। नानीलाई सिगरेट दिनु पठाउनु रक्सी लिनु पठाउनु त्यो कुराहरू क्या ध्यान दिनुपर्ने हो नि यो कुरा। अन्त भोलिको दिन चाहिँ त्यो छोराछोरी बिग्रिन्छ नि अनि त्यहाँदेखि बाउ आमाले भन्छ कसको सङ्गत लागेर बिग्रियो मेरो छोराछोरी भन्छ हो त सिकाउनु चाहिँ आफै सिकाएको हुन्छ है पहिला सिकाउनु चाहिँ आफै सिकाएको यो सानो बालखा नानीलाई के हो भनेर उसले त खान्छ नि टेस्ट गर्छ होइन त्यहीँदेखि त सिक्छ बिग्रिन्छ ला अर्कालाई दोष दिन्छ लास्टमा होइन त्यो छ नि त समाजमा यो खालको चाहिँ अलिकति बाउ आमाले बुझ्नुपर्ने हुन्छ यो कुराहरू चाहिँ साथी बरु मेरो दोकानमा बिक्री नहोस् नबिकोस् जिरो तर यो केटाकेटीलाई सानो नानीहरूलाई म यो सिगरेट यो अचाहिँदो कुरा यो गुटखा खैनी योहरू चाहिँ म दिनु सक्दिनँ दिदिनँ पनि म सही कुरा हो साथी तिमीले ठिक कुरा भन्यौ